भेडारको रक यात्रामा हामी छौँ। यहाँ मेरो तिनवटा भाउजू दिदीहरू आउँदै हुनुहुन्छ। यस्तो छ आज हल्का ट्र्याकिङ गर्नु मन लागेर हामी भेडार पाथियारा मन्दिरको माथिबाट सर्टकट बाटो यसो रक गार्डन हेर्दै जाँदै। नमस्ते गर्दै जाने। नमस्ते नमस्ते भन्दै जाने आफ्नो परिचय हजुर मन्दिर आएको हामी एकैचोटि आइपुग्छु जस्तो छ त। लु नमस्ते गर्दै जाऊ नमस्ते ल गाइस यस्तै छ है। राम्रो बोलेको छ, केही त्यस्तो नराम्रो बोलेको छैन। ल है पाथियारा मन्दिरबाट झर्दैछन् है बिस्तारो बिस्तारो। ल गाइस यस्तै छ, राम्रो बाटो नहिँडेर अप्ठ्यारो बाटो पनि हिँड्नु भनेर झरिँदैछ। आउनु यस्तो छ बाटो। हामी चाहिँ सर्टकट बाटो झरेको पाथियारा मन्दिरबाट सर झर्दैछौँ। हेर्नुहोस् गुराँस फाटो फुटो फुलेको अवस्था देख्नुभयो होला। यहाँ गुराँस फुलिरहेको छ। यी भेटारको पाथियारा मन्दिर जाँदा बाटोमा देख्न पाइन्छ हल्का फुल्का। सबले यता हेर त, यता हेर। के भन्छ के भयो ल सबले यता फर्किहाल्ने एकचोटि फर्किहाल्ने इन्डिङ गर्नु बाँकी छ। रिताको आएन।